बढ़िया जगह में रखना पड़ेगा मिलाओ अपना टाइम टेबल और क्या तब तक काम करना ठीक है ना जूस लिएर आउनुभएको छ र सबैजनाले दुई हात जोडी सबैले ताली मारिदिनु होला र हाम्रो मगर सङ्घ दुईवटा कुरा भन्नुहुन्छ होला सेक्रेटरी साहब हजुर आएर जमाइदिनु होला भव्य तरिकाले स्वागत गर्नुहोस् उहाँलाई उहाँ हुनुहुन्छ सबैजना स्वागत गरेर उहाँलाई हाम्रो उहाँ पहिला मगर समाजको लागि धेरै उहाँले काम गर्नुभएको छ र ल ल ल सबैजनालाई झर्नेछ सबैजनाले क्ल्याप बजाइदिनु होला धन्यवाद छ ओल पश्चिम मगर सङ्घबाट हजुरलाई धेरै धेरै धन्यवाद छ यहाँ उपस्थितका लागि आग्रह गर्नुभयो त्यसै कारणले हामीले पनि हाम्रो भाइ बहिनीहरूले यस्तो राम्रो कार्यक्रम गर्दैछन् र हामी उहाँहरूको मनोबल बढाउनको निम्ति पनि हामी अवश्य नै उपस्थित हुनुपर्छ भनेर हामीले सल्लाह गरेर र हामी आज यहाँ तपाईहरुको समक्ष यो कार्यक्रममा साथ दिनुको लागि आइपुगेका छौं र यहाँका अर्गनाइजर टिमका सम्पूर्ण भाइ बहिनीहरूलाई हाम्रो तर्फबाट धेरै धेरै बधाई र धन्यवाद ज्ञापन गर्न चाहन्छु
र आउने दिनहरूमा पनि यस प्रकारका कार्यक्रमहरू हामीले निरन्तर रूपमा गरि नै रहनुपर्छ। हाम्रो मगर जाति धेरै छरपट रूपमा बसोबास पूर्वी सियाङ जिल्लामा गरिरहेका छौँ। हाम्रो बाउ बाजे पालादेखि नै हामी यहाँ बसिरहेछौँ। यो अरुणाचलमा कामकाज गरेर भनौँ कि नोकरी गरेर भनौँ कि हामी यहाँ छरपट्ट भएर बसेको छ। तर आफ्नो जाति भाइ को हुन् त? हाम्रो मगरमा के थरीहरू हुन्छन् त? र हाम्रो रीतिरिवाज के छ? हाम्रो पहिरन के छ? हाम्रो वेशभूषा कुन प्रकारको वेशभूषा हामीले पहिराउँछौँ र हामीले कुन प्रकारको खानपान हामीले पुर्खौँदेखि नै चलाइरहेको छौँ र हाम्रो रीतिरिवाज के हो, हाम्रो संस्कार के हो, संस्कृति के हो भन्ने कुरोलाई हामीले आउने पिँढीहरूको समक्ष यस्तो कार्यक्रमको मार्फत हामीले उहाँहरूलाई जानकारी दिनु आवश्यक छ। र यो कार्यक्रम जुन भाइ बहिनीहरूले इनोभेटिभ आइडिया मनको भित्रदेखि यस्तो कार्यक्रम हामीले गर्नुपर्छ भनेर जसले सबैलाई मनाए बुझाए र उहाँहरूलाई म धेरै मेरो दिलको आन्तरिक रूपदेखि नै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। र हाम्रो जातिको लागि आउने दिनहरूमा जस्तै आजको जस्तो भेटघाट कार्यक्रमहरू र चिना परिचय, एक दुसरेलाई चिना परिचय कसरी गर्ने र चिना परिचय भएको पछि हामीले के सहयोगहरू पुर्याउन सक्छ, परेको खण्डमा जस्ता आर्थिक सहयोग मात्रै नभएर चिनाजाना भइसकेको पछि हाम्रो जातिको हाम्रो कम्युनिटीको मान्छे हो भन्दाखेरि हामीलाई अवश्य नै मनमा एउटा माया पलाउँछ भन्ने म विश्वास गर्दछु। र कुनै पनि प्रकारमा हामीले आफ्नो जाति भाइ बहिनीहरूलाई आफ्नो संस्कृति र आफ्नो पहिरनको विषयमा पनि हामीले यस्तो कार्यक्रमहरू गरेर उहाँहरूलाई जनाउनु आवश्यक छ। किनभने हाम्रो जातिको जुन चाहिँ संस्कृति छ, हाम्रो पहिरन छ, खानपान छ, यो मोडर्नाइजेसन हुनाले गर्दाखेरि अहिले हामीले बिर्सेर जाँदैछु। हाम्रो पुर्खाको रीतिरिवाजहरू बिर्सेर जाँदैछु र यस प्रकारको कार्यक्रम हामीले बेलामा गऱ्यौँ भने, बेलामा भेला भयौँ भने हाम्रो संस्कृति पहिरन खानपानलाई हामीले आउने भाइ बहिनीहरू आउने पिँढीमा पनि हाम्रो पुर्खादेखि यस्तो चलिआएको भन्ने कुरो हामी उहाँहरूलाई जनाउन सकिन्छौँ, सिकाउन सकिन्छौँ होइन। अब हामीले यस्तो भेटघाट कार्यक्रम वनभोज होस् या कुनै जातीय कुनै कार्यक्रमहरू गरेन भने त हाम्रो संस्कृति नै बिर्सिने भयो नि त। त्यो हुँदाखेरि यो हाम्रो संस्कृतिलाई नबिर्स्यौँ, हाम्रो बाउ बाजे पुर्खाले दिएको संस्कृतिलाई बचि नै रहनु दिउँ भनेर यस कार्यक्रमहरूलाई हामीले बारम्बार गर्नुपर्ने हुन्छ। किनभने अब इतिहासका पन्ना पल्टाएर हेऱ्यो भने हाम्रो इतिहास गहिरो छ। तर अब हामी कहाँदेखि निस्क्यौँ, मगर भाषा धेरै जस्ता मगरहरू जस्ता विदेशीहरू बसेको मगरहरूले भाषा बोल्नु जान्दैन र यो भाषालाई पनि हामीले अगाडि बढाउने प्रयासहरू गर्नुपर्छ। जसले यो भाषा बुझ्छ, जसले यो भाषा बोल्नु सकिन्छ, यो मगर भाषाको क्लासहरू पनि हामीले सकेसम्म आउने दिनहरूमा मगर भाषाको क्लासहरू गराएर मगर भाषालाई अगाडि बढाउने कोसिस, यसलाई जीवित राख्ने कोसिस गर्नुपर्छ भन्ने म सबैलाई अनुरोध जताउन चाहन्छु। अब म आफै आज तपाईँहरूको समक्ष उभिएर बोलिरहेको छु, तर मैले पनि मगर भाषा बुझिँदैन त्यति। एउटा दुईवटा शब्दहरू मात्रै कुरानुङले भन्छ त्यो मात्रै जान्दछु, ज्याले कि माजाले भनेको मात्रै बुझ्दछु हो। अनि अब त्यति मात्रै जानेर त भएन नि, मेरो आउने छोराछोरीहरूलाई त मैले सिकाउनु सकेन, किन मसँग ज्ञान छैन मगर भाषाको। जो आमा बुवा दाजुभाइहरू अहिले हाम्रो मगर भाषा अस्पष्ट रूपमा बोल्नु सकिन्छ, एकदम फ्लुएन्टली बोल्नु सकिन्छ, उहाँहरूले पनि केही एउटा व्यवस्था मिलाएर यो आउने पिँढीहरूलाई पनि मगर भाषादेखि एकदम परिचित गराउनुपर्छ र मगर भाषालाई हामीले अगाडि बढाउनुपर्छ र यसलाई जीवित राख्नुपर्छ भन्दै तपाईँहरूलाई एकचोटि अझै पनि हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै म आफ्नो यो 2-4 शब्दलाई यही विराम दिए। धन्यवाद। त्यसैले म आफै उहाँको नाम भन्न चाहन्छु।
कि यो नभन्नु कि हाम्रो उहाँले नै सेलेक्ट गर, तर हामीले दिनरात देखिरहेको छौँ कसले हाम्रो समाजको लागि काम गरिरहेको छौँ, को अगाडि बढिरहेछ। यसको लागि मैले उहाँलाई एकजनालाई सेलेक्ट गरेको छु। मेरो आँखामा चाहिँ उहाँ चाहिँ मेरो एउटा धेरै समाजको लागि केही गर्छ भन्ने मैले आशा गरेको छु। र उहाँको नाम हुनुहुन्छ कमल आले मगर। कमल आले मगर हाम्रो सेक्रेटरीको पदमा आज उहाँलाई हामीले सेलेक्ट गरेको छौँ र उहाँलाई म धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। र हामीको जो तेजिरल हुनुहुन्छ सिनियर कमल आले मगर उहाँ त हाम्रो दिलबाट नै